हाई गाइस, आज चाहिँ मलाई एकदमै स्टिकी राइस खान मन लागेकोले मम्मीलाई चिच्री भात पकाउनु न भनेको थिएँ। हाम्रोतिर चाहिँ स्टिकी राइसलाई चाहिँ चिच्री भात भन्छौँ। अनि कस्तो खान मन लागेको थियो, त्यही भएर मम्मीले पकाउनु भन्दा नि बोलाउनु पकाउनु मान्नुभयो। अनि स्टिकी राइस पकाउनु रहेछ। यो स्टिकी राइस पकाउनलाई चाहिँ एकदमै मेहनत चाहिन्छ, टाइम पनि धेरै लाग्ने भएकोले यो स्टिकी राइस पकाउन मम्मीलाई चाहिँ 3-4 घन्टै लागेको थियो। किनभने यो बाफमा पकाउनु पर्छ नि त, त्यही भएर धेरै टाइम लाग्छ। तर खान पनि एकदमै मिठो हुन्छ पाकिसकेपछि। हाम्रो मम्मीले चाहिँ यसरी पकाउनुहुन्छ, तपाईँहरूले चाहिँ कसरी पकाउनुहुन्छ भन्नु होला है त। अनि यो पाकिसकेपछि चाहिँ यस्तो देखिन्छ साथीहरू। यसलाई चाहिँ माछासँग खानलाई चाहिँ एकदमै मिठो हुन्छ। माछा र स्टिकी राइसको कम्बिनेसन चाहिँ मलाई एकदमै मनपर्छ योसँग खानलाई। हजुरहरूलाई चाहिँ कस्तो लाग्छ भन्नुहोला, कमेन्ट गर्नुहोला है त साथीहरू। बाई बाई।